त्यहाँदेखि जाने धेरै अगाडिदेखि चाहिँ हामी यहाँ आउने चाहना भइराखेको थियो होइन, तर मौका पाइरहेको थिएन। अब अहिले थोरै केही समय के भन्छ प्रोजेक्टहरूको थोरै व्यवस्था मिलाएर हामी चाहिँ यहाँ आइपुगेको छौँ। हाम्रो दाइ हुनुहुन्छ अमृत गुरुङ दाइ, हामीलाई यसरी निम्तो दिनुभएको छ, यसरी चाहिँ हामीलाई घुम्ने अवसर दिनुभएको छ होइन। त्यो अर्थमा हामीले चाहिँ के गर्न सक्छौँ त भन्दाखेरि त्यहाँभित्र के हुनसक्छ, पुरानो घरको देखिने संरचनाहरू, ढुङ्गाको बाटोहरू या परम्परागत जो सामग्रीहरू हुनसक्छ होइन, अथवा जीवनशैली हुनसक्छ। पर्सि फर्किने भोलिसम्म बसाइ हुन्छ। केही न केही ट्राभल डकुमेन्ट्री या ब्लग जस्तो केही न केही चाहिँ हामीले पेस गर्छौँ भनेर चाहिँ प्रयास गरिरहेछौँ दाइ। यो दाइको लागि र दाइको गाउँको लागि, दाइहरूको लागि होइन, सबैजनाको लागि सम्झना। बडा लुगा जस्तो लाग्यो मलाई त। अहिले चाहिँ पूर्ण गाउँ आइपुग्यो। अब यहाँबाट सरर सिधा जाने बित्तिकै हामी 15-20 मिनटमा लाङ्दी पुग्छ। मौसम अलिकति राम्रो खुले होइन, त्यही भएर त्यति राम्रो नहोला, तर हेरौँ कस्तो हुन्छ। ड्रोन सट पनि लिइरहेका छौँ। अनि आज विनोद भाइ, दिपेश भाइ, समीर भाइ, हामी चाहिँ 4 जना चाहिँ बाइकमा पूर्ण गाउँ आइपुग्यो। अहिले चाहिँ हामीले यो पूर्ण गाउँ मात्रै खिचेको थियौँ। पहिला पूर्ण गाउँ जान त गएको थियो, तर उता अर्कै पर्यो। पहिला मैले उयो बुटाहरू छ नि ठुल्ठुलो, मेरो बाउ नर्सरी थियो कि त्यहाँ। मैले त्यहाँ प्लास्टिकको उसमा चाहिँ माटो भर्ने अनि बेर्नाहरू उत्पादन गर्थेँ कि त्यो सबै। अनि यो खोर त्यहाँदेखि यो तलसम्म उहाँसम्म। अब चाहिँ बल्ल रोड परेछ, अब केही होला कि। अब हामी यता गन्तव्य बाइक चाहिँ हेर यो 5 दिन अगाडि आएर बसेको। स्वागत छ हाम्रो गाउँमा तपाईँलाई। हजुर कहिले आउनुभएको? अस्ति म तपाईँको 3 दिन भयो। उहाँकै घरमा हामी बस्ने खाने यताउता सबै उहाँको ल ल है। ल मेरो मलाई धन्यवाद। ल हुन्छ दाइ, धन्यवाद। भाइलाई पनि स्वागत छ ल हुन्छ दाइ, ल लाङ्दी गाउँमा। ल थ्याङ्क यू दाइ, एकदमै ल। आइपुग्यो नि हामी त मोटरसाइकलमा फर्स्ट टाइम आएको। रमाइलो भयो। नमस्ते बाबु के खाना ल त ल त वो चाहिँ भूमि मन्दिर आइहाल दुई तौसरे त खो नमैला ल त लाङ्दीमा दामी छ। स्वागत छ हाम्रो गाउँमा। हस् दाइ, गाउँले जीवन। ल एकदम थ्याङ्क यू दाइ। यहाँ टोयलेट छ तपाईँको। ल हामी दाइको घरमा छौँ आज चाहिँ। यहाँ बाइक तपाईँले राख्ने अहिले। ल हुन्छ दाइ ल। यहाँ घरधुरी त अब निकै थियो। अब तपाईँको अहिले पोखरातिर सबै माइग्रेट भएर गइसक्यो, अलि कम छ। अहिले 13 घर मात्रै छ। यहाँ हरेक वर्ष चैत महिनामा हुन्छ भैनी पूजा। त्यो पूजामा तपाईँको अब भक्तजनहरू पोखराबाट आउनुहुन्छ। खानाको व्यवस्थापन वहीँ मन्दिरमा गरेछ। पोहोर त 9 मोती बाजा पनि थिएन, अहिले बाजा नै राखेको छ। अब चाहिँ हामी जाँदैछौँ अगाडितिर। अब कतिको भेट्छ थाहा छैन है, सर्टहरू चाहिँ। यो पनि हालसालै ढलन गरेको कति भयो सोल्टी? यो त्यहाँ घोरुङ्गाको त्यहाँ पारीको बनाउने र यो बनाउँदै यो गाविसको प्रोजेक्ट हो नि? हो। ए हजुर।
अहिले चाहिँ पहिला हामी भलिबल खेल्ने ग्राउन्ड यही हो क्या माटोमाथि उफ्रिने यहाँबाट सर्ट हान्ने त्यो छाना पुग्थ्यो भलिबल त्यहाँबाट कटेर उँधो पुग्थ्यो भलिबल टिप्ने मात्रै 2 जना हुन्थ्यो यसमा छेलो फाल्ने भलिबल खेल्ने आमा अब ठुल्ठुलो हुन्थ्यो नि यहाँ त तिजको मेला भूमि पूजा मेला बेलामा बाजुङ भोका सबै आउँथ्यो प्रकाश दाइ नमस्कार भूमिथानको मन्दिर है पूजा यहाँ गरेपछि यता लिएर त्यहाँबाट उतातिर भोलिसम्म भाइ चस्मा ढल्काको ढल्कै छ त यार चस्मा ढल्काको ढल्कै छ तपाईँ कति दिन भयो नसुतिकन काम गरेको आँखा लाल यस्तो पनि हुन्छ आज तलबाट गाउँघरको यही हो अब बजारको बेग्लै हुन्छ फेरि सकिन्न चिनी हाल्न पर्छ बजारकोलाई यसलाई त पर्दैन माथि घरको पनि हो कतिवटा छ गरी टोटल 10 वटा 10 वटा है गेला खाना त खाएर नि थाकिएन काम गरेर नि थाकिएन अब त 50 वर्ष राति पनि उठेर हिँड्ने बिहान उठेर हिँड्ने मोटाइयो भनेर खाना पचेन भनेर यहाँकोलाई फेरि यस्तो गाह्रो छ हामीलाई त गाह्रो भयो नि अब बिहान ढौरीमा यो मकै कोटाउँदा पानीसँग नखाइकन जानुपर्छ उस्तै पऱ्यो त्यो खाना खाने 10:30 बजी टक्क पुग्न पऱ्यो खाना पनि घर आउँदा बनाइदिए पो खाने एक साढे एकसम्म खन्न त पिर त कति लम्पट पर्ने यो चाहिँ पहिला सम्मै थियो क्या यो जग्गा त्यहाँसम्म मेरो जग्गा थियो यहाँ पुरै ठुलो पारी थियो क्या अहिले यो बाटो खन्दा त्यो डोजाले सबै माटो लिएर यहाँ थोपर्दो रहेछ यो गराडो सम्मै थियो यहाँ सबै यो लगभग अब 40 वर्ष अगाडि हो म 9-10-11 वर्ष थियो होला बाउ आमाहरूले अब बनाएको भत्किएको त अहिले 10-11 वर्ष भयो होला कति 8-9 जना कर्मचारीहरू यहीँ पकाउने खाने हाम्रो घर लामो थियो कि त्यस 6-7 वर्ष चाहिँ इलाको होला भाडामा नि बसेँ यहाँ चाहिँ
हात हल्लायो सबैले ल भयो भयो ल अब जाऊ खेल्नु अब चाहिँ हामी एकछिन भलिबल खेलेको हेरेर त्यस पछाडि फेरि खानपिनको व्यवस्थाहरू अब गर्छौँ र चार्जिङहरू होइन सबै कुराहरू बसेर एकछिन रमाइलो गर्ने यहाँ चाहिँ भयङ्कर पहिलाको राजाले यहाँबाट त्यो रसीमा ढुङ्गा यस्तो गरेर घुराउनेतिर क्या पारी पारी पराउँथ्यो कि त्यो लडाइँ अब भनौँ न लड्दाखेरि ढुङ्गा त्यो रसीमा हालेर घुराउने यहाँबाट उहाँ लडाइँ गर्ने उहाँ बाजु कोट उहाँ छ भुमरकोट भन्ने अहिले पोखराको भुमरकोट प्याटी प्यालेस छ नि त्यही हाम्रो यहाँ भुमरकोटको नाम लिएर गरेको चाहिँ अहिले चलिरहेछ नि अनि त्यो ढुङ्गा त त्यहाँसँग पुग्थ्यो त्यो बेलाको पालमानहरूले पुऱ्यायो होला नि त भनौँ न अब यता आयो होला यता हान्यो होला यताबाट गयो होला लडाकुहरू खासमा हामी जाने भनेको डाँडा कुन चाहिँ दाइ यही डाँडा कि त्यही बाटो हो नि हामी चाहिँ त्योभन्दा अगाडि